हेलो सम्पूर्णलाई स्वागत छ एक्सरको भागमा। आज चाहिँ हामी मुस्ताङ यात्राको सेकेन्ड पार्टमा रहेका छौँ। विशेष गरी बेनी बजारदेखि मुस्ताङसम्मको यात्रा हामी आज देखाउँदैछौँ, यहाँहरूलाई घुमाउँदैछौँ। बाटोमा जहाँ जहाँ सहज हुन्छ त्यहाँबाट भिडियो गरेर म यहाँहरूलाई देखाउनेछु, घुमाउनेछु। र त्योभन्दा अगाडि त्यसको लागि घुम्नको लागि यो भिडियो सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला है त गाइस। यो काली गण्डकीको तिरैतिर आइरहेछ हामी। यस्तो ठाउँ रहेछ, कहीँ त यो बसमा भिडियो त्यति रेकर्ड गर्न पाइएन, राम्रो पनि नआउँदो रहेछ। यस्तो डाँडा काँडामा रहेछ। यस्तरी मुक्तिनाथको बाटो हिँड्दैछौँ है साथीहरू। अघि त्यहाँ तलबाट मुस्ताङ सुरु भयो। यस्तो राम्रो छ। कस्तो फुल्दै गएको छ, कस्तो राम्रो फुल्दै गएको छ, भ्युजहरू देखिँदै गइरहेको छ। भ्युज लिन पनि कस्तो रमाइलो भइरहेको छ। मुस्ताङको यात्रा खोला कहाँ हो कहाँ थाहा छैन यार। यस्तो छ बाटो, यस्तो बाटो हो। काली गण्डकीको तीर, काली गण्डकी कहाँ हो कहाँ बाटोबाट हेर्दा गाह्रो देखिन्छ। यस्तो छ। यस्तो छ यहाँभन्दा माथि छैन। डेजर्ट पनि लास्ट चिसो चलिरहेछ। यस्ता छन् यस्तो छ। यस्तो छ। हिमाल त छोडेर आयो र हामी। हेलो हेलो छ कि यतातिर। हेलो हेलो मुस्ताङ मुस्ताङ साथीहरू, मुस्ताङ हिँड्न लागिरहेछ। वडा नम्बर 2 मुस्ताङ। ओइ यहीँ नजिकै रहेछ त हिमाल त। हिमाल यहीँ नजिक भएर म जाडो भएर यस्तो थाहै थिएन है। यो आकाशमा प्लेन पनि यसरी उड्दो रहेछ। हिमालको माथि हामी टुप्चेभन्दा अलिकति अगाडि जस्तो लागेको छ र रमाइलो छ। सिन धेरै रमाइलो छ। मान्छेको चाप त्यति धेरै छैन यहाँबाट। हेलो साथीहरू, कहाँ जाने हो? रमाइलो छ। चाहिँ हामीले छोडेर आएका छौँ। धेरै अगाडि बढ्यो, टुप्चेभन्दा अगाडि बढेका छौँ हामी। मेबी केही समयमा हामी त्यो यस्तो चिजहरू पनि देखिँदो रहेछ। मने पत्नी हुँ, राम्रो लेख्दो रहेछ। यस्तो खिच्नुपर्छ नि भिडियो। कहाँ यस्तो राम्रो सिन आउने यार, लोभै लाग्ने। यहाँभन्दा माथि झन् कति राम्रो आउँदो। साइकलमा सवार छ साथीहरू। मासा फायर लो बा आगे सर देते रे भिडियो सेक्टिङ बा पाल पारेछ के भयो।
कागबेनी हो पुरै मरुभूमि छ। चारैतिर हिमालै हिमालै छ। अनि त्यो हिमालले खोजभित्र पुरै गुजरात मरुभूमि ठाउँ छ जसलाई चाहिँ मुस्ताङ भनिँदो रहेछ। हिमालपारिको जिल्ला पनि भनिन्छ। पुरै माटोको आकृति पनि अचम्मको छ, बनावट पनि अचम्मको छ। यो हुन त भगवानको देन पनि हो। भौगोलिक रूपमा पनि हाइटमा पनि त्यसपछि चारैतिर हिमाली उपत्यका रमाइलो छ। चिसो पनि अति नै छ, धेरै चिसो छ। जति धेरै माथि गएर धेरै चिसो स्वाभाविक हो, पनि चिसो चाहिँ पक्नलाई गाह्रो अनुभव छ। चारैतिर हेर्दा पनि छ, यसकै छ, यसको मात्रै छ। जता हेऱ्यो त्यतै मात्रै माटो छ। माटोको त्यसको एउटा यो खोला नाला देवीको बनावट पनि अचम्म छ। भगवानको लीला पनि अचम्मको छ। अचम्मको लीला छ। कस्तो कस्तो चारैतिर मुस्ताङको घरको बनावट जाडो ठाउँको घरहरू यस्तो छ। ड्रम राखेको छ, पुरै माटोले छापेको छ। यो माथि काठ दाउरा राख्न मिल्दो रहेछ। यसरी नबनाउँदा त चिसो हुन्छ होला। जस्ता पाताको काम नै यो माटोले गर्छ। यहाँ हुन्छ माटो धेरै गाह्रो छ। जीवनयापन यहाँको जीवनयापन एकदम गाह्रो छ जस्तो लाग्छ मलाई पनि। त्यही भएर पनि होला बस्ती पनि कम कम देखिन्छ। कतै 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 काम लाग्छ न के गर्न काम लाग्छ मात्रै काम लाग्छ होला। होला हाम्रो नि यहाँ रोक्नुपर्छ यार। कस्तो राम्रो देखाएको छ यार सबैलाई यार। मुक्तिनाथ आइपुग्यो हामी। मुक्तिनाथमा छौँ है साथीहरू। यहाँ माथि यहीँ टाउकोमै हिमाल छ यार। हिउँ परेको छ। फाइनली मुक्तिनाथ यस्तो छ वरिपरि जता हेरे पनि यहीँ हिउँ छ। हेर्नुहोस् त सबै हिउँ छ। यहाँ माथि पनि छ। उसकै खायो हजुर भयो। मुक्तिनाथको लागि कतिजना छ यसरी पार्किङ गरेर राखेको छ। यसो हेर्दाखेरि हिमालै हिमाल देखिएको छ। यस्तो आनन्दको ठाउँ छ। चिसो चाहिँ अति चिसो रहेछ। यस्तो घाम लागिरहेछ तै पनि।
ओइ साथीहरू के छ ठिक छ आगो यात्रा हो मुक्तिनाथमा यात्रा हाले नहाले मुक्तिनाथको सवारी साधन गयो सवारी साधन होइन यो अझ तल अर्को पनि छ यो मान्छेले बोक्ने सवारी छ आयो साथीहरू कस्तो मिठो भ्यू आएको है लुब्रा बजार रे यो यार मुक्तिनाथको आँगनको बजार लुब्रा बजार धेरैजना रोकिनु भएको छ यहाँ नसक्ने मान्छेहरूलाई चाहिँ यसरी मुक्तिनाथसम्म जाँदै रहेछ साथीहरू राम्रो आउँदो रहेछ तर भिडियो हाले भाइ कहाँ जाँदैछौ मुक्तिनाथ दर्शनको लागि ठिक छ धेरैजना छन् मुक्तिनाथको यात्रामा घोडाको पनि व्यवस्था छ साथीहरू हुँदो रहेछ हामी त ग्याङ धेरै भएकोले घोडामा गएनौँ रेडी हो त्यसपछि त म मुक्तिनाथ प्रवेश गर्दैछौँ हामी प्रवेश गरिसक्यो मुक्तिनाथ मन्दिर आइपुग्दैछौँ साथीहरू फोटो खिच्दैछन् हाई हेलो हाई सो मुक्तिनाथबाट देखिने भ्यू म्यामहरू आउँदै हुनुहुन्छ हात हल्लाएर जानु होला साथीहरू हो भ्लगमा आउँछ भ्लगमा आउँछ हाई एल्टिट्युड सबैलाई गाह्रो भइरहेछ यो 3700 मिटर 3700 मिटरभन्दा माथि छ होला 3700 मिटरभन्दा अलि बेसी छ होला त्यही भएर पनि होला बिहान खाली पेट पनि हुँदो होला साथीहरूलाई अलि बेग लाग्ला जस्तो भइरहेछ मलाई पनि सास फेर्न अलिक गाह्रो महसुस सबैको समस्या त्यही सुनिरहेछ तैपनि पुग्न त पुगियो धेरै टाढो छैन
पछाडि मुक्तिनाथदेखि मान्छेले मान्छे बोकेको पनि हुँदो रहेछ है सुविधा अनेक रहेछ मुक्तिनाथ मन्दिरको प्रवेशद्वार ठ्याक्क उफ्रे हामी साँच्दै हुन्छ यतिखेरसम्म मेरो भ्लग हेरिदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद र पक्कै पनि यहाँहरूले मेरो भ्लगलाई सब्सक्राइब गर्नु होला भन्ने आशा गरेको छु र कमेन्ट पनि गरिदिनु होला सेयर पनि गरिदिनु होला यदि केही कमी कमजोरी छ भने त्यो पनि कमेन्टमा राखिदिनु होला थ्याङ्क यू